गुड आफ्टरनुन एभ्रिवान। र अहिले भने चाहिँ म हाम्रो मम्पुर डिभिजनको जनमैदानमा आइरहेको छु र यस मैदानको छोटो अपडेट म तपाईहरुलाई दिनेछु। यो ग्राउन्ड त प्रायले नै चिन्नुहुन्छ। यो माथि चाहिँ तपाईले देख्दै गरेको चाहिँ सिद्धार्थ स्कुल अनि यतापटि चाहिँ छ शारदा स्कुल अनि यो बीचको चाहिँ हो हाम्रो यो बीचमा छ, यो दुईटै स्कुलको बीचमा छ ग्राउन्ड। अहिले फिलहाल यस ग्राउन्डको अवस्था हेर्नुस् है। यहाँ हेर्नुस् है, ढुङ्गाहरू हेर्नुस् न। आम्मामा हेर्नुस् त अन्त यसलाई ग्राउन्ड भन्नु र यतापट्टि सुक्खा छ तर रकै रक छ ग्राउन्डमा। यहाँ हेर्नुस् नि, जताततै एकदमै ढुङ्गा छ। यहाँनिर अनि यो साइड हेर्यो भने यो साइड चाहिँ पानी जमिन्छ, एकदमै हिलो हुने गर्छ, खेल्नु नै सकिँदैन क्या। हेर्नुस् न हाम्रो ग्राउन्डको अवस्था यस्तो छ। जबदेखि अब ज्ञान आयो नि, बुद्धि पलायो, यो ग्राउन्डको अवस्था चाहिँ यस्तै छ। यहाँनिर कतिवटा टुर्नामेन्टहरू भयो र विगत 2-3 सालदेखिको यस ग्राउन्डमा कुनै पनि टुर्नामेन्ट गर्न कुनै पनि यहाँनिर 2-3 वटा उयोहरू छ, रेजिस्टर क्लबहरू सक्षम बनेको छैन उनीहरू यस ग्राउन्डमा टुर्नामेन्ट गर्नु। त्यसको कारणले पनि यो ग्राउन्ड चाहिँ स्याहार सुसार नभएको हो। बिचारा अब स्कुलले गर्छ स्याहार सुसार। अस्ति हाडेर स्कुलको चाहिँ शारदा स्कुलको हाउस म्याचहरू गर्यो हो। अब यो जति पनि हाम्रो रेजिस्टर क्लबहरू छ उहाँहरू चाहिँ अब समयमा आएर फुटबल मात्र नगराएर यसरी ग्राउन्डको पनि यसरी मर्मतहरू गर्यो भने चाहिँ एकदमै राम्रो हुन्छ। अनि जति पनि यहाँ मसिनो केटाकेटीहरू खेल्नु आउँछ, अन्डर 18 दिनको ओह्रालोको केटाहरू मात्र हुन्छ अहिले फुटबल खेल्ने। धेरै नै हाम्रो गेमको स्तर पनि घटिसकेको छैन। हाम्रो मम्पु डिभिजनमा मात्र होइन, होल मम्पुमा नै गेमको फुटबलको स्तर घटिसकेको छ। तपाईहरुलाई के कस्तो लाग्छ? मेरो सुझाव चाहिँ त्यही छ। र अब यसलाई सुधार्ने काम चाहिँ हाम्रो हो साथीभाइहरू, जति पनि जेएनजीहरू हुनुहुन्छ, यो सुधार्ने काम चाहिँ अब हाम्रो हो। यो पालि चाहिँ हामीले यस ठाउँमा एउटा टुर्नामेन्ट चाहिँ गर्नै पर्छ, चाहे फुटबल होस् चाहे क्रिकेट होस्। यस ठाउँमा चाहिँ हामीले एउटा गेम चाहिँ गराउनै पर्छ, चाहे मैले फुटबल होस् चाहे क्रिकेट होस् हो। अनि मात्रै यसलाई हामीले ग्राउन्डलाई मेन्टेन गर्न सकिन्छ। नत्र भने यो ग्राउन्ड यत्तिकै हो भने नि एकदमै हार्ड भइसकेको छ। अब यहाँ त अलिक राम्रो प्लेयरहरू आएर खेल्न पनि डराउँछ है। यहाँ हामी लोकललाई मात्रै हो यो ग्राउन्ड चाहिँ। मैले देखाइहालेँ ग्राउन्डमा भित्र एकदमै अब यो पोर्सन, यो देख्दै गरेको पोर्सनमा एकदमै रक छ हो। अनि उतापट्टि एकदमै पानी जमिन्छ। यो जति पनि एरिया अचम्मै लाग्छ क्या हाम्रो गाउँवासीहरूले पनि अब यस विषयमा चाहिँ सोचेको छैन क्या। अब यो ग्राउन्ड भनेको सबैको प्रपर्टी हो, मेरो मात्रै होइन। यो सम्पूर्ण हाम्रो यहाँ जति पनि यहाँ मम्पुर डिभिजनभित्र पर्छ यो सम्पूर्ण हाम्रो यो प्रपर्टी हो। यतिको बनाइदिएको छ, यसलाई अब मेन्टेन गर्दै लाने काम अब हाम्रो हो। र जति पनि अब ठुल्ठुलो औदामा हुनुहुन्छ अहिले त अब सबै टोटली अब चेन्ज हुँदै आउँदैछ पार्टीहरू। पुरानो पार्टीहरूलाई त म भन्न सक्दिनँ। अब जति पनि नयाँ पार्टीका औदामा बस्नुहुन्छ, कृपया हाम्रो यो मम्पुर डिभिजनको ग्राउन्डलाई चाहिँ तपाईहरुले मर्मत गर्ने काम गर्नै पर्छ। हामीलाई न त त्यो पनी रोडको बाटो चाहियो, न त ड्रेन चाहियो,
हो, न त पानी खाने ट्याङ्की चाहियो। हामीलाई चाहिँ के होला अब यो चाहिँ पब्लिक प्रोपर्टी हो नि त, त्यसले गर्दाखेरि चाहिँ हामीलाई चाहिँ यो ग्राउन्डको एकदमै मेन्टेनेन्स चाहिएको छ। तल्लोपट्टि एउटा स्टेज, यो भागमा एउटा स्टेज बनाउनु पर्छ। अनि त्यहाँ पर त अलिकति 100 डेजको काम हो यो जति पनि देखिरहनुहोस् यो। अनि यो पनि टोटली वरिपरि हामीले ग्यालेरी बनाउन सक्यो भने चाहिँ अति नै राम्रो हुन्छ। हेर्नुहोस् त, अब यो टोइलेट त बनिएको छ नि, अब यो टोइलेट केमा युज गर्नु? अब न त यहाँ गेम हुन्छ, न त कुनै प्रोग्राम हुन्छ हो। अब युज टु छैन अब यो टोइलेट, केही छैन, यो बेकारमा बनायो भन्छु क्या म चाहिँ। बरु कसैलाई यति पैसाले चाहिँ कसैको घरमा बनाइदिएको बरु ठिक हुन्थ्यो होला। अहिले फिलहाल त यो ग्राउन्डलाई हामीले यो टोइलेट त चाहिएकै छैन नि त, किनभने 2-3 सालदेखिको यहाँ केही भएको छैन। यहाँनिर न त फुटबल, न त क्रिकेट, न त कुनै मेलाहरू भएकै छैन, गराउन पनि सकेको छैन। र आउँदो दिनमा अब यसरी नै अब फुटबल स्टार्ट हुँदैछ। अब योपालि त वर्ल्ड कप पनि हो, फुटबलहरू स्टार्ट हुँदैछ। म त्यही अपिल गर्न चाहन्छु हाम्रो जति पनि जेन्जी केटाहरू छ, मसँगैको केटाहरू, हामीले मिलेर चाहिँ यस ग्राउन्डलाई सुधार्नु पनि पर्छ। अनि यस ग्राउन्डमा एउटा टुर्नामेन्ट, हामीलाई ठुलो टुर्नामेन्ट त चाहिएन, सानो भए पनि एउटा टुर्नामेन्ट जसले चाहिँ अब यो होल मम्फूलाई हामीले फुटबल क्षेत्रमा चाहिँ अगाडि लैजान सक्नुपर्छ। सानो भए पनि एउटा टुर्नामेन्ट चाहिँ गर्नुपर्छ, किनकि मम्फूको फुटबलको स्तर धेरै मात्रामा घटिसकेको छ। मैले तपाईँलाई बारम्बार भनिरहेको छु हो। हेर्नुहोस् त, अनि ग्राउन्डको हालत त्यही, कसैले त सोच्दैन। अन्त खालि हामी एकदमै स्वार्थी भइसकेको छौँ, सानो कामहरूमा उयो गरिबस्छौँ हामी हो। अब योपालि आउँदाखेरि चाहिँ हामीलाई चाहिँ अब यो मेन्टेनेन्सको काम चाहिँ हामीले जुनै पनि पार्टीमा र ठुलो औदामा हुन्छ, हामी मिलेर यसलाई चाहिँ ग्राउन्डलाई चाहिँ मेन्टेनेन्स गर्नैपर्छ। के कस्तो लाग्यो मेरो सुझाउ, तपाईँहरूलाई मन पऱ्यो भने कमेन्ट गर्नुहोस् हो। योलाई हामीले मेन्टेनेन्स गऱ्यो भने चाहिँ यो चाहिँ हाम्रो पिता पुर्खादेखिको लिएर अहिले हामीले पनि यसलाई युटिलाइज गर्न सकिरहेको छौँ। र अझै पछाडि मेरो नानीदेखिको लिएर अब खनाती सनाती अब केले चाहिँ भेट्छ अब यो ग्राउन्डलाई। अब हेर्नु न हो, हे केटा हो, आवाज उठाउनुपर्छ यसको लागि चाहिँ, अरू केही पनि चाहिएन। हामी त्यो कमिसनमा 10%, 20% कमिसनमा बस्नु हुँदैन, अब चाहिँ छोड्नुपर्छ हो। अनि यस ग्राउन्डलाई चाहिँ मेन्टेनेन्स गर्नुपर्छ, कताबाट हुन्छ कहाँबाट हुन्छ यो ग्राउन्डलाई चाहिँ मेन्टेनेन्स गर्नुपर्छ। दिस इज एन पब्लिक प्रोपर्टी हो। सबजना मिलेर यो ग्राउन्डलाई चाहिँ हामीले एकदमै मेन्टेन चाहिँ गर्नैपर्छ। ल यति नै छ साथीभाइहरू हो। भिडियो मन पऱ्यो भने लाइक, सेयर एन्ड कमेन्ट गर्नु होला।